तपाईले यो भिडियो हेर्नुभयो नि हैन? आइजिपी र गृहमन्त्रीको स्पिच सबैलाई भावुक बनायो र धेरैले तारिफ गर्यो आइजिपी र गृहमन्त्रीको। अब हेरौँ कार्यान्वयन कति हुन्छ। कार्यान्वयन गर्नको लागि मैले देखेको मैले आफूले अनुभव गरेको कुराहरू के छ भने, नम्बर 1, हरेक जवानहरूलाई चाहिँ घर पाइ मिलेको सरुवा गराइदिनु पर्यो। बढुवा र सरुवामा चाहिँ भ्रष्टाचार भनौँ न, घुस दिनु नपर्ने गराउनु पर्यो हैन। यसै गरी अर्को छ तलब अनि रासन भत्ताहरू इम्प्रुभ गर्नु पर्यो। र मेन कुरा, जब कुनै पनि प्रहरी चाहिँ ड्युटीमा खटिन्छ उसको लागि ड्युटी गियरहरू 100% इनफ हुनु पर्यो। जस्तो कि प्रहरीसँग अहिले चाहिँ के मात्रै छ, यो एउटा डन्डा मात्रै छ, के गर्छ? केही पनि गर्दैन। सामान्य मान्छेले चाहिँ डन्डा चाहिँ थुतेर हानिदिन्छ अथवा पुलिसलाई नै अक्कमक्क पारिदिन्छ। त्यसको लागि चाहिँ के गर्नु पर्यो भने, यदि प्रहरीलाई आइपर्छ र प्रहरीले आवश्यक ठान्छ भने उसले चाहिँ हतकडी लाउने व्यवस्था पनि हुनु पर्यो। हतकडी, पेपर स्प्रे र अर्को इलेक्ट्रिक गन। र आइपर्यो भने चाहिँ हैन, प्रहरीसँग चाहिँ सामान्यतया हतियार पनि हुनु पर्यो है। यो सँगसँगै प्रहरीसँग चिट काट्ने व्यवस्था त छँदैछ। त्यो चिट चाहिँ जब प्रहरीले काट्छ, जुन जवानले काट्छ, त्यही जवानले चाहिँ अदालतमा चाहिँ त्यो लयर मार्फत चाहिँ के गर्नु पर्यो? वकालत गर्नु पर्यो। यो चाहिँ यदि त्यस्तो गर्यो भने जवान चाहिँ त्यही नै हुन्छ नि त, पुलिस अदालतमै। जब भिक्टिम चाहिँ अदालतमा पुग्छ र आफ्नो कोर्टको केसको लागि चाहिँ फाइट गर्छ, यतापट्टि जवान पनि त्यही जान्छ र कसैले पनि झुट बोल्ने ठाउँै हुँदैन क्या है। यहाँनिर चाहिँ म बसिरहेको ठाउँमा चाहिँ भनौँ अमेरिकामा चाहिँ यस्तो छ र मैले देखेको यो कुराहरू चाहिँ ठ्याक्कै त्यहाँनिर अहिले लागू गर्न सक्यो भने प्रहरी पनि सुध्रिन्छ र जनता पनि सुध्रिन्छ। अनि अर्को कुरा, बडी क्यामेरा पनि। अधिकांश मान्छेहरू चाहिँ ठ्याक्क पुलिसलाई देख्ने बित्तिकै भाग्ने चलन छ। सर्लक्क यदि कुनै पनि मान्छेहरू भाग्छ, केही गर्छ भने सिधै उसको प्लेट नम्बर क्याप्चर हुन्छ र उसलाई चाहिँ यातायात कार्यालयको वेबसाइट मार्फत चाहिँ त्यो कसको हो, कहाँ हो, के हो भन्ने कुरा हुन्छ। अटोमेटिकली तपाईँको टिकट जान्छ, डबल टिकट, एउटा भागेको, एउटा चाहिँ सस्पेसियसको। यदि यी कुराहरू गर्न सक्यो भने चाहिँ नेपाल प्रहरीमा चाहिँ एकदमै धेरै रेस्पेक्ट चाहिँ इन्क्रिज हुनेछ, रेस्पेक्टको लेभल। र जवानहरूले भनौँ न जागिर छोडेर अन्यत्र मुलुकमा, अन्यत्र यो के भन्छ कामहरूमा पलायन हुने काम चाहिँ रोकिनेछ। कस्तो लाग्छ?